हेलो गाइज, ह्याप्पी न्यु इयर साथीहरू। आज तपाईँले चाहेको, मेहनतले सार्थकता पाएको र भाग्यले तपाईँको सफलतामा साथ दिएको साल बनोस् 2083 साल। र साथसाथै नयाँ जोस र नयाँ उमङ्ग र सफलताको शिखर प्राप्त गर्ने साल बनोस् भन्न चाहन्छु। हेलो गाइज, स्वागत छ तपाईँलाई फेरि पनि टप अन राइजमा। म हेमराज छेत्री। तपाईँको प्रिभियस इयर अथवा पहिलाको इयरभन्दा चाहिँ भिन्न, फरक र विशेष दिन बनाउनको लागि अथवा विशेष वर्ष बनाउनको लागि मैले दिएका यी 5वटा कुराहरूलाई चाहिँ तपाईँले ख्याल गरेर अगाडि बढ्नुभयो भने तपाईँको 2083 साल अवश्य नै बेस्ट अफ द बेस्ट बन्नेछ भन्ने कुरामा विश्वस्त रहन सक्छु है त। तपाईँले दिएको यो अमूल्य 5 मिनटको समयले चाहिँ तपाईँलाई चाहिँ यस 2083 सालमा चाहिँ धैर्यशील, ऊर्जाशील र छुट्टै भिन्न किसिमको चमत्कारी बनाउनमा मद्दत गर्नेछ। यो 5वटा कुराहरू एप्लाई गर्नुहोस् 2083 सालमा, तपाईँले पाउनुहुनेछ। आउनुहोस् सुरु गरौँ आजको भिडियो। र पहिलो नम्बरमा रहेको छ थ्याङ्क यू। थ्याङ्क यू चाहिँ कसरी बन्यो त भन्दाखेरि तपाईँको वान अफ द बेस्ट वर्ड चाहिँ थ्याङ्क युलाई चिनिन्छ। र थ्याङ्क यू चाहिँ तपाईँले 4-5वटा कुराहरू भन्छु, त्यो चाहिँ त्योभन्दा पछाडि चाहिँ तपाईँले आफू अनुकूल बनाउन सक्नुहुन्छ। पहिलो चाहिँ हेल्थको चाहिँ तपाईँको जस्तोसुकै कुनै पनि बडी पार्टमा चाहिँ इस्यु भए पनि तपाईँले पूर्ण रूपमा, आन्तरिक वा बाह्य रूपमा पूर्ण रूपमा स्वस्थ छु भनेर चाहिँ भन्न सक्नुहुन्छ। थ्याङ्क यू सो मच भगवान् अथवा थ्याङ्क यू सो मच युनिभर्स, यो मेरो अद्भुत एन्ड आन्तरिक र बाह्य रूपमा पूर्ण रूपमा स्वस्थ गराइदिएकोमा भन्न सक्नुहुन्छ। र दोस्रो चाहिँ तपाईँको सम्बन्ध, जति पनि तपाईँका सम्बन्धहरू छन्, जति पनि तपाईँका रिलेसन्सहरू छन्, ती सबैलाई चाहिँ तपाईँले थ्याङ्क यू भन्न सक्नुहुन्छ। जस्तो तपाईँको परिस्थिति आएको बेला, परेको बेला साथ सपोर्ट दिएको र परिवारमा जस्तोसुकै अवस्थामा तपाईँलाई चाहिँ साथ सपोर्ट दिएको अवस्थामा चाहिँ तपाईँले भन्न सक्नुहुन्छ थ्याङ्क यू सो मच युनिभर्स, कि मलाई परिस्थिति आएको बेला चाहिँ पूर्ण रूपमा साथ सपोर्ट दिने सम्पूर्णलाई चाहिँ म थ्याङ्क यू सो मच भनेर चाहिँ तपाईँले भन्न सक्नुहुन्छ। र थर्डमा चाहिँ रहेको छ मनी, पैसालाई चाहिँ तपाईँले जति पनि आजसम्म चाहिँ तपाईँले पैसाको प्रयोगले जति पनि भौतिक सामान तथा अन्य जुनसुकै सुख सुविधाहरू उपलब्ध भएको छ, त्यसका लागि चाहिँ तपाईँले पैसालाई पनि धन्यवाद दिनुपर्छ। र तपाईँले यसरी भन्न सक्नुहुन्छ थ्याङ्क यू सो मच मनी, कि तपाईँले गर्दा चाहिँ मैले जति पनि मलाई भौतिक सुख सुविधाहरूको आवश्यकता पर्छ त्यसको लागि थ्याङ्क यू सो मच भनेर भन्न सक्नुहुन्छ। र 4 नम्बरमा रहेको छ तपाईँले चाहिँ आफ्नो अनुकूल चाहिँ जति पनि पोजिटिभ वेमा तपाईँको पोजिटिभ बनाउन अथवा तपाईँले चाहिँ त्यो भएको जति पनि राम्रो कुरा छ त्यसलाई चाहिँ तपाईँले थ्याङ्क यू भन्न सक्नुहुन्छ। अब हामी जान्छौँ दोस्रो नम्बरमा भनेको चाहिँ फेभरेट कस्तो अवस्थामा भन्ने भने तपाईँको काम अथवा क्षेत्रमा चाहिँ तपाईँले आफ्नो हार्डवर्कलाई चाहिँ बेस्ट बनाउनको लागि चाहिँ यो मेरो सबैभन्दा बेस्ट अफ द बेस्ट क्षेत्र हो। र म जुन क्षेत्रमा चाहिँ मेरो बेस्ट छ त्यो क्षेत्रमा त्यसमा चाहिँ मैले एफर्टलेसली चाहिँ काम गर्न सकु भनेर चाहिँ आफ्नो दिमाग र दिललाई चाहिँ तपाईँले त्यसरी चाहिँ प्रोग्राम गर्न सक्नुहुन्छ। र थर्ड नम्बरमा रहेको छ वान थिङ इन वान टाइम भनेर चाहिँ भन्छु म। तपाईँले एक काम गर्दा सिर्फ एक काम मात्रै गर्नुहोस्। मोबाइल हेर्दा मोबाइल हेर्नुहोस्, खाना खाँदा चाहिँ खाना खानुहोस्, र टोइलेट जाँदा टोइलेट मात्रै जानुहोस्, र समथिङ अरू काम गर्दा चाहिँ एक मात्रै काम गर्नुहोस्। किनभने तपाईँको कन्सन्ट्रेसन डिभाइड हुनु हुँदैन। 2083 साल तपाईँको कन्सन्ट्रेसन डिभाइड हुनु हुँदैन, किनभने तपाईँले गरेको सानो कामले चाहिँ तपाईँको त्यो माइन्डलाई एउटा गति दिनेछ। त्यो कारणले गर्दा चाहिँ तपाईँले यी सबै कुराहरूलाई मध्यनजर गरेर चाहिँ यो मेरो सबैभन्दा फेभरेट अफ द फेभरेट क्षेत्र हो। र यो क्षेत्रमा चाहिँ मैले आफ्नो हार्डवर्कलाई चाहिँ एकदम एफर्टलेसली चाहिँ उपयोग गर्न सकु भनेर चाहिँ तपाईँले बिहान बेलुका भन्न सक्नुहुन्छ। र नम्बर 4मा रहेको छ सेल्फ टक। तपाईँले सेल्फ टक चाहिँ यसरी गर्न सक्नुहुन्छ, मेरो सफलतामा पुराको पुरा युनिभर्स लागेको छ मलाई सफल, सक्षम र अब्बल बनाउनको लागि। र दोस्रो चाहिँ म जस्तोसुकै परिस्थिति आए पनि म त्यसलाई चाहिँ ह्यान्डल गर्न सक्छु भन्ने टाइपको भन्न सक्नुहुन्छ। र थर्डमा म एकदम आत्मविश्वासी र साहसी छु भनेर चाहिँ भन्न सक्नुहुन्छ। म पूर्ण रूपमा आत्मविश्वासी छु र म कुनै पनि क्षेत्र अथवा कुनै पनि वस्तु र व्यक्तिबाट पूर्ण रूपमा निडर छु भनेर चाहिँ भन्न सक्नुहुन्छ है त। र आफू अनुकूल चाहिँ बढाउन सक्नुहुनेछ। र यी 4वटा
4-5 कति भने त्यो सबै कुराहरूलाई तपाईँले भन्न सक्नुहुन्छ है त। र 5 नम्बरमा चाहिँ रहेको छ ह्याबिट। जो माथि दिएका जति पनि 4वटा छन् तिन सबैलाई चाहिँ तपाईँले 2083 सालमा ह्याबिटको रूपमा प्रयोग गरेर चाहिँ आफ्नो लाइफलाई चाहिँ उज्जवल र सँगसँगै ऊर्जावान, अनुशासित, धैर्यवान, निडरता चाहिँ प्रदान गर्ने चाहिँ यो ह्याबिट तपाईँले चाहिँ गराउनै पर्छ। तपाईँले चाहिँ आफ्नो लाइफमा एप्लाई गर्नु नै पर्छ है त गाइज। तपाईँले 5 मिनट यस भिडियोलाई दिनुभएको छ भने तपाईँले यो भिडियोलाई चाहिँ बेस्ट भ्याल्यु प्रदान गर्नेछ र 2083 को ह्याप्पी न्यु इयर चाहिँ तपाईँको लागि चाहिँ अद्भुत बन्ने छ। जसमा चाहिँ तपाईँले 1-2वटा मान्छेले तपाईँले ह्याप्पी न्यु इयर भन्दा तपाईँ खुसी हुनुहुन्छ भने 5वटा कुराहरू चाहिँ तपाईँले एप्लाई गर्नुभयो भने तपाईँको लाइफ नै स्वतः रूपमा आफै ऊर्जाशील हुनेछ र स्वतः रूपमा खुसियाली छाउनेछ र सँगसँगै लाइफ चाहिँ टर्निङ पोइन्टको रूपमा चाहिँ काम गर्नेछ। यदि तपाईँलाई यो भिडियो मन पर्यो भने चाहिँ तपाईँले यदि युट्युबबाट हेर्दै हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला, यदि टिकटकबाट हेर्नुहुन्छ भने फलो गर्न चाहिँ नभुल्नु होला। भेटिन्छौँ अर्को भिडियोमा। बी ह्याप्पी, बी हेल्दी एन्ड बी पोजिटिभ गाइज।